चम्पादेवी हाइक अब सुरु भयो। अब जाँदैछु माथि। कति टाइम लाग्छ, कति बज्यो अहिले? 11:40 जति भयो। अब माथि गएर भन्छु म कति कति पुग्यो भनेर, बाटो पनि देखाएर हुन्छु। ल लेट्स गो। चम्पादेवी पुगेर हामी भस्मासुर डाँडा भन्ने ठाउँमा जाँदैछौँ। अब हेरौँ कस्तो हुन्छ त्यो। भ्यू चाहिँ राम्रै छ होला। चम्पादेवीमा चाहिँ भ्यू चाहिँ नदेख्ने रहेछ, मन्दिर रहेछ। त्यस्तो खासै गाह्रो त लागेन मलाई। हाइकिङ सजिलो छ। खनी हो यो भुसुना चाहिँ निकै आउँदो रहेछ यार यो हाइकिङमा। तनाबिसक्यो भुसुनाले बरु। ठाडै उकालो छ यार। भस्मासुर डाँडा आउनलाई ओहो हेर्न सक्नुहुन्छ तपाईँहरूले। गाह्रो छ होइन, ठाडै। भस्मासुर डाँडामा आइपुगेँ म। जो समय छ, शान्त छ, कोही छैन। बरु शनिबारको सट्टा अरू दिन आयो भने चाहिँ त्यति मान्छे आउँदैन रहेछ। सो अरू दिन आउनु होला। डाँडा र चम्पादेवी मन्दिरबाट चाहिँ फर्किएँ म। तलै पुगिसकेँ।
यो तल झर्न नि लास्टै गाह्रो हुँदो रहेछ यार खत्रै गाह्रो छ हौ नियत त खत्रै दुख्दो रहेछ नि जस्ट भ्यू चाहिँ राम्रै रहेछ अहिले अहिलेको भन्दा हेर्न सक्नुहुन्छ भ्यू त देख्दैन होला त्यही नै अब पुरा कङ्क्रिटको बिल्डिङै बिल्डिङ छ यार उता यहाँतिर त्यस्तो छैन त्यता त बिल्डिङै बिल्डिङ ल अब फर्के 2 घन्टा लाग्दो रहेछ यार त्यता त्यो डाँडाबाट तल्लोसम्म जानलाई 2 घन्टा लाग्न सक्छ 1 घन्टा त कटिसक्यो अब हेरौँ कति घन्टा लाग्दो रहेछ हामीलाई तल पुग्न माथि पुग्न चाहिँ 3 साढे 3 जति लाग्यो मलाई ल अब ग्रेट वाल अफ चाइना चम्पादेवी मन्दिरबाट अझै हिँड्नुपर्छ एकछिन 15 मिनट जति अनि पुगिन्छ रिजोर्टमा देखिरहेको छु